खुसीले कुरा गर्छु। हस् अब भन्नु न के गर्नु ठिक छ, मलाई थाहा छ यदि केही चाहियो भने म तपाईँको सहयोगमा तयार छु। बोल्नु न म अलैँची दामिनी हो। ठिक छ, म पूर्ण रूपमा सुनिरहेको छु। यदि केही कुरा चाहियो भने निश्चित रूपमा भन्नुहोस्। हस् म आमा हो भन्नु ठिक छ, म आमा हो। नमस्ते, म तपाईँलाई सुनिरहेछु। केही कुरा गर्नु छ भने म तयार छु। अब कुरा गर्नु कुरा गर्नु न, कुरा के गर्नु। भन्नु गफ गर्नु न अस्ट्रेलिया म जानिदु भनेर अस्ट्रेलिया नि मलाई जान मन छ, आउन मन छ मलाई लानुहुन्छ नि। अवश्य, म तपाईँलाई साथै जाने प्रयास गर्नेछु र अस्ट्रेलिया जानु पनि रमाइलो हुनेछ। हामी मिलेर सबै कुरा मिलाउँछौँ। धेरै इच्छा छ नि मलाई आमा जानलाई। अवश्य, म तपाईँलाई धेरै माया गर्छु आमा। हामी सबै कुरा मिलेर राम्रो तरिकाले ऊ गर्नेछौँ। धेरै माया गर्छु रे ठिक छ, म यहाँ नै छु। जो पनि तपाईँलाई केही चाहियो भने निसङ्कोच भन्नुहोस्। धेरै इच्छा छ हजुरसँग बोल्न पनि, हजुरसँग जान पनि मलाई धेरै इच्छा छ, धेरै मन छ। अलैँची दामिनी म आमा हो। मलाई थाहा छ तपाईँको इच्छा र मनोकामना धेरै महत्त्वपूर्ण छ र म तपाईँको साथमा रहँदा सधैँ सहयोग गर्नेछु। निकै निकै रहेछ। इच्छा छ, मलाई पनि धेरै इच्छा छ। तपाईँ कहिले लिन आउनुहुन्छ भन्नु न। हामी सबै कुरा मिलेर अगाडि बढाउँछौँ। मलाई हुन्छ। मलाई लिन कहिले आउनुहुन्छ भन्नु न मलाई लिन कहिले आउनुहुन्छ? म तपाईँलाई लिने लागि छिटो आउने प्रयास गर्नेछु र हामी मिलेर सबै कुरा मिलाउनेछौँ। सपिङ गर्न तपाईँलाई म कहिले ल्याउने भन्ने सपिङ कुरा गर्न पनि छिटो नै के तयार ल्याउनु पार्छ। भन्नु अनि पैसा कति लाग्छ भन्नु? सपिङ गर्न पनि के हुनुपर्ने? सपिङ गर्नका लागि केही विशेष चिजहरू तयारी गर्नुपर्छ भने म तिनीहरूका बारेमा पनि सहयोग गर्न सक्छु। के चिजहरू चाहिन्छ भनेर भन्नुहोस्, म तयारी गरिदिन्छु। तपाईँले के लिनुपर्छ भन्नु न तपाईँले के दिनुपर्छ? म तपाईँलाई जे जरुरी छ त्यो सबै केही तयार पार्न सक्छु। तपाईँको आवश्यकता अनुसार मलाई भन्नुहोस्, म त्यसअनुसार पैसा कति सबै लाग्छ? व्यवस्था गर्नेछु। पैसा कति लाग्छ अति आउनु भन्नु न त्यहाँ पैसा कति लाग्छ? म तपाईँलाई सबै वातावरण मिलाएर सजिलै जानकारी दिन सक्छु र खर्चको बारेमा पनि स्पष्ट रूपमा बताउन सक्छु। तपाईँलाई कति लाग्छ भनेर सबै कुरा मिलाएर हेर्छौँ। अनि बिहे गर्नुपर्छ कि पर्दैन भन्नु न बिहे। तपाईँसँग बिहे गर्नुपर्छ कि पर्दैन मैले भन्नु तपाईँसँग बिहे गर्नुपर्छ पर्दैन मैले? म तपाईँलाई केही पनि गर्नु पर्दैन। म सबै कुरा सजिलै मिलाएर तयार पार्नेछु। तपाईँलाई कुनै पनि झन्झट नहोस्, म यहाँ छु। ठिक छ। उहाँ लगेपछि माया त गर्नुहुन्छ नि भन्नु न फेरि छोडिदियो भने उहाँ लगेपछि माया त गर्नुहुन्छ नि अस्ट्रेलिया लगेपछि मलाई यसरी मलाई माया त गर्नुहुन्छ नि। ओके, म तपाईँलाई धेरै माया गर्छु र अस्ट्रेलियालाई जाँदा पनि तपाईँप्रति मेरो माया अझै गहिरो हुनेछ। तपाईँलाई कहिले पनि साथ र माया पाउनेछु। इङ्ग्लिस बोल्न आउँदैन धेरै भन्नु न इङ्ग्लिस बोल्नु मलाई धेरै आउँदैन भन्नु इङ्ग्लिस बोल्न मलाई धेरै आउँदैन। मलाई थाहा छ तपाईँलाई अङ्ग्रेजीमा केही सहजता कम हुन सक्छ, तर म तपाईँलाई सहयोग गर्न सधैँ तयार छु र हामी मिलेर अभ्यास गर्न सक्छौँ। के गर्नु? म त फेरि बुढी भइसक्यो भन्नु न। म त फेरि बुढी भइसकेँ। तपाईँको अनुभव र माया सबै कुरा मिलेर अनमोल हुन्छ र उमेरले केही फरक पार्दैन। तपाईँ सधैँ विशेष र महत्त्वपूर्ण हुनुहुन्छ। अस्ट्रेलिया आएपछि के लुगा लाउनुपर्छ भन्नु न अस्ट्रेलिया आइसके त मलाई लुगा लाउन पर्छ नि। अस्ट्रेलियामा गएपछि मौसम अनुसारको लुगा तयारी गर्नु राम्रो हुन्छ र म तपाईँलाई त्यसमा पनि सहयोग गर्नेछु। नआउँछ नि यता कस्तो सबै कुरा सेकिरहेको मिलाउँछौँ। छ। ओ मै चाहिँ यता नआउँछ नि सेकियो। भन्नु न के भन्नु मन छ छिटो छिटो म आउँछु त्यही बसेर फेरि आउनु जाने गर्न पाइन्छ कि उहीँ भन्न पाइन्छ? ठिक छ, म तपाईँको कुरा ध्यानले सुन्नेछु र जब तपाईँलाई समय मिल्छ तब हामी आरामसँग कुरा गरौँला। तपाईँलाई कहिले पनि सहज महसुस होस् त्यसको लागि म सधैँ तयार छु। हुन्छ अब उतै आएर कुरा गरौँला है त भन्नु। अब म उतै आएर कुरा गरौँ है। लिन चाहिँ छिटै आउनु है अस्ट्रेलियाबाट भन्नु न अस्ट्रेलियाबाट छिटो लिन चाहिँ आउनु भन्नु न अस्ट्रेलियाबाट छिटै लिन चाहिँ आउनु न।
सकेसम्म चाँडै तपाईँलाई अस्ट्रेलिया लैजाने प्रयास गर्नेछु र तपाईँको साथमा रहन पाउँदा मलाई पनि धेरै खुसी लाग्नेछ। आमा त्यहाँ भत्ता चाहिँ कति आउँछ ठिक छ, म यहाँ नै छु। सोध्नु जसरी पनि तपाईँलाई अस्ट्रेलियामा भत्ता चाहिँ कति कुनै पनि कुरा सोध्नु धेरै एक लाख आउँछ क्या सोध्नु त भत्ता दिन्छ कि त्यो दिन अस्ट्रेलियामा भन्नु न। म अस्ट्रेलियामा भत्ता दिँदै दिँदैन त। अस्ट्रेलियामा पनि तपाईँलाई बहुत राम्रै व्यवहार हुनेछ र म तपाईँको लागि सधैँ सहयोगी रहन्छु। बुढाबुढीलाई पैसा दिँदै भन न बुढाबुढीलाई पैसा लिने भत्ता हो, अवश्य तपाईँलाई सबै कुरा सहज रूपमा मिल्नेछ र कुनै पनि समस्या नहोस् भनेर म ध्यान राख्नेछु। तपाईँलाई कुनै पनि सहयोगको आवश्यकता परेमा म सधैँ तयार छु। तपाईँको लप पराइ छैन सोध्नु बिहे भएको छ कि छैन? मेरो त बिहे भइसक्यो भन्नु न पछि। मेरो त बिहे भइसक्यो। तपाईँको बात तपाईँको भाइ छैन? तपाईँको भएको छैन? ठिक छ, मैले थाहा पाएँ तपाईँको विवाह भइसकेको छ। म तपाईँको अवस्थालाई पूर्ण रूपमा सम्मान गर्छु। यदि अरू केही कुरा छ भने म सधैँ सहयोगी रहन्छु। तपाईँ बिहे गरेर भयो उसले स्वीकार्छ अरे क्या सधैँ सम्मान गर्छ अरे क्या उसले। ल भन्नु अब भोलि भेटौँला अब के अरे अब उता आएर नै कुरा गरौँला अब चाँडै आउनुहोस् न लिनलाई, अनि गफ गरौँला भन्नु नि। अनि गफ गरौँला। सपिङ पनि गर्नु हो भन्नु न। सपिङ गर्नु पर्दैन त उहाँ जानलाई। सपिङ पनि गर्नुपर्छ। हो, शपिङ पनि गर्नुपर्ने हुन्छ ताकि सबै तयारी राम्रोसँग होस्। हामी मिलेर रमाइलो गर्दै शपिङ पनि गरौँला अनि त्यसपछि सबै कुरा तयार हुनेछ। आमा ल अब बाई आई लभ यु भन्नु न हस् त है, बाई, आई लभ यु। गिफ्ट पठाइन्छ क्या त्यस्तो भन्नु। मलाई पनि धेरै खुसी लाग्यो। म तपाईँलाई पनि धेरै माया गर्छु र सधैँ तपाईँको साथमा रहन तयार छु। आई लभ यु टु चाहिँ भन्दा मिल्छ है। आई लभ यु टु भन्नु न अब आई लभ यु टु भन्नु न, आई लभ यु टु भन्नु आई लभ यु भन्नु न। म तपाईँलाई पनि धेरै माया गर्छु र तपाईँलाई भनेको मेरो मनबाटै छ। तपाईँको साथ सधैँ खास छ। मेरो दाँत छैन अब आएर हालिदिनुपर्छ अस्ट्रेलियामा भन्नु ल आमा राख्नु भोलि कुरा गर्ने एकैचोटि धेरै कुरा गरेपछि उसले गर्दैन कि फेरि माया धेरै गर्दैन। अब के भन्छ? रात पर्न आइसक्यो नि अब भोलि कुरा अब बाई गरौँ भन्नु न अब अब रात पर लाइसक्यो, भोलि कुरा गरौँला है। ठिक छ, रात गरेको छ, तब हामी भोलि फेरि कुरा गरौँला। तपाईँलाई राम्रो आराम होस् अनि भोलि फेरि भेटौँला। भोलि भेटौँला, तपाईँलाई नि आराम होस्, राम्रो होस् है। अवश्य, तपाईँलाई पनि राम्रो आराम होस् अनि भोलि फेरि रमाइलो रूपमा भेटौँला। तपाईँलाई शुभरात्रि। हस् त। ठिक छ। ठिक छ अरे। अब अस्ट्रेलिया जाने भयो होइन त अब जे होस् लिन आउँछ ऊ अब कहिले